नमस्ते, म डाक्टर अमित। आज हामी नेपाल लगायत विश्वभर तीव्र रूपमा बढिरहेको एक महत्त्वपूर्ण रोग टाइप 2 डायबिटिज मेलाइटस अर्थात् सुगर रोगबारे कुरा गर्नेछौँ। धेरै मानिसहरू डायबिटिजलाई केवल रगतमा सुगर बढ्ने रोग भनेर बुझ्छन्, तर वास्तवमा डायबिटिज भनेको एउटा दीर्घकालीन रोग हो जसले मुटु, किडनी, आँखा, त्यसै गरी नसाहरू र शरीरको धेरै अङ्गहरूमा गम्भीर असर गर्न सक्छ। अब सबभन्दा पहिले यो बुझौँ कि डायबिटिज भनेको के हो। हामीले खाने खाना पचेर ग्लुकोज अर्थात् चिनीमा परिवर्तन हुन्छ र यी ग्लुकोज हाम्रो शरीरको मुख्य ऊर्जा अर्थात् एनर्जीको चाहिँ स्रोत हो र यी ग्लुकोजहरूलाई हाम्रो शरीरको सेलहरूभित्र पुर्याउन इन्सुलिन नामक एउटा हर्मोनको आवश्यक पर्छ र यो हर्मोन हाम्रो बडीको पेन्क्रियाजले उत्पादन गर्छ। र टाइप 2 डायबिटिज मेलाइटसमा मुख्य समस्या भनेको इन्सुलिन रेसिस्टेन्स हो, अर्थात् शरीरले इन्सुलिन उत्पादन गरे पनि शरीरको कोषहरूले अर्थात् सेलहरूले राम्रोसँग इन्सुलिनको प्रयोग गर्न सक्दैन। अब समय बित्दै जाँदा हाम्रो पेन्क्रियाज पनि थाक्न थाल्छ र पेन्क्रियाजले पनि इन्सुलिनको उत्पादन कम गर्छ र एज अ रिजल्ट यसको रिजल्ट चाहिँ के हुन्छ कि हाम्रो रगतमा चिनीको मात्रा बढ्न थाल्छ। अब हामी यो बुझौँ कि मधुमेह हुने जोखिम बढी कसो व्यक्तिहरूमा हुन्छ। एउटा सबभन्दा पहिला कि परिवारमा मधुमेह भएको हिस्ट्री छ भने त्यस्तो मान्छेहरूमा मधुमेह हुने चान्सेस एकदमै बढी हुन्छ। अर्को भनेको तपाईँको यदि कुनै पनि व्यक्ति मोटोपन धेरै छ या वेट धेरै छ भने त्यस्तो व्यक्तिहरूमा पनि तपाईँको मधुमेह हुने चान्स एकदमै बढी हुन्छ। त्यसै गरी नियमित व्यायाम नगर्ने, नियमित एक्सर्साइज नगर्ने व्यक्तिहरूमा तपाईँको मधुमेह हुने चान्स एकदमै बढी हुन्छ। त्यसै गरी यदि कुनै व्यक्तिहरूमा हाइपरटेन्सन छ, उच्च रक्तचाप छ भने त्यस्तो व्यक्तिहरूमा पनि मधुमेह हुने चान्स धेरै हुन्छ। त्यसै गरी कोलेस्ट्रोल बढेको व्यक्तिहरू, त्यसै गरी धुम्रपान गर्ने व्यक्तिहरू, त्यसै गरी अत्याधिक जङ्क फुड अर्थात् बाहिरको मोमो, चाउमिन या पिज्जा बर्गर खाने व्यक्तिहरू, त्यसै गरी धेरै कोल्ड ड्रिङ्क्स खाने व्यक्तिहरूमा चाहिँ मधुमेह हुने चान्स एकदमै बढ्छ। र त्यस्तै गरी हामी बढ्दो उमेरसँग जसरी एज बढ्छ हाम्रो पेन्क्रियाजको क्षमता घट्दै जान्छ अनि त्यस्तो व्यक्तिहरूमा पनि चाहिँ मधुमेह हुने चान्स एकदमै बढी हुन्छ। अब हामी यो बुझौँ कि डायबिटिजको प्रमुख लक्षणहरू के हुन्छन्। सुरुमा कुनै लक्षण नदेखिन पनि सक्छ, तर अब म भन्न गइरहेको कुनै लक्षण देखिएमा तपाईँहरू चाहिँ सावधान हुनुपर्छ। जस्तै पहिलो नम्बरमा बारम्बार पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने, धेरै भोक लाग्ने, त्यसै गरी यदि कुनै मान्छेमा धेरै थकान महसुस भइरहेछ, कमजोरी महसुस भइरहेछ या तपाईँको तौल घट्दै गइरहेछ, त्यसै गरी आँखाबाट धमिलो देख्न थाल्नु भएको छ या घाउ तपाईँको ढिलो निको भइरहेछ या छाला वा पिसाबमा इन्फेक्सन बारम्बार भइरहेछ या हात खुट्टा झमझमाउने या हात खुट्टामा पोल्ने समस्या भइरहेछ भने यी चाहिँ प्रमुख लक्षणहरू हुन् डायबिटिज।